नि है पौडी खेल्छ त कसको बस्नको मान्छे के बत्ती बोले हैं मान्छे बस्छ कि पसल हो मान्छे बस्छ नि पसल त होइन ल जिरो अस्ति म जस्तो काम गरिरहेको छु यो बाटो हिँड्न नजान्दिला यो बाटो पनि है पैसा नि काढ गर्छ नि यो पहिलो चरण हो घन्टीको नवीन दाई तपाईँलाई एउटा कुरा थाहा छ यो घन्टी बजाउनेको आस्था तपाईँलाई थाहा छ यो घन्टी बजाइसकेपछि चाहिँ हामीले यहीँ बसेर सुन्नुपर्छ अरे कि ल यो बारेमा स्टडी गर्नुहोस् है त आज तपाईँले रोचक कुरा थाहा पाउनुहुन्छ एउटा कस्तो फिल भइरहेको छ कान्छो मालिका देवी दर्शन आइया छ होइन आज आइयो हतार हिँडा यस बेला आइयो कान्छा ये कहानी ए गाडु यो त हेर्ने यो त फेरि मेरो युट्युबमा आउँछ केही नि हुन्न तल धान्ने नेलले क्रिकेटको लागि म नाचिरहने ला पिङ पनि खेल्न मिल्दो रहेछ यहाँ त लगेर त कति रमाइलो लु फेर न कान्छो कत्र कत्र कति पुरानो खाल अन्त नि अब लड्नु पर्ने रहेछन् है पुरानो भएपछि ढल्नु पर्छन् होइन यो त धेरै राम्रो छ नि रमाइलोमा साथीहरू मिलेर चुनावको अवसर पारेर गाउँका साथीहरू आएको बेलामा चारवटा आइयो यो चाहिँ मध्य नेपाल नगरपालिका पर्दछ यो स्थान चाहिँ पिकनिकको लागि घुम्नु घामको लागि चाहिँ धेरै राम्रो छ अनि तपाईँहरू पनि अब आउनु होला एक फेर चाहिँ आउने नै छ कि यो फोटो खिच्नको लागि मनोरञ्जनको लागि दर्शनको लागि चाहिँ एकदमै राम्रो त्यो लगानी पनि राम्रो गरेको छ नगरपालिकाले एकदम व्यवस्थित होइन एकदम व्यवस्थित छ पिकनिक स्पटको लागि पनि यहाँ लमजुङ वरपरकाले चाहिँ विभिन्न ठाउँका व्यक्तिहरू चाहिँ आइरहेको देखिन्छ राम्रो छ ल ल तपाईँहरू पनि एक फेर आउनु होला आएको यो चाहिँ कहाँ गएछ यस्तै छ ल तर धेरै व्यवस्थित छ नि मेन मन्दिर यही हो झुन्तान